होइन शिबु दा आज सन्डे हो त भिडियो बनाउने होइन र आज पनि यतिकै बसेर जान्छ सन्डे पनि। मलाई त आर्यन भाइ अचल त भिडियो सिडियो बनाउन नै झ्याउ लागिसक्यो यार। हामीले चाहिँ नि स्क्रिप्ट लेखेर एक हप्ताबाट तयारी गरेर कति प्र्याक्टिस गरेर बल्ल हामीले एउटा भिडियो बनाउँछौँ, बल्ल बल्ल कम्प्लिट हुन्छ र हामीले चाहिँ नि हाल्छौँ। भ्युसै आउँदैन यार, मान्छेले हेर्दै हेर्दैनन्, रुचाउँदैनन्। अझै सुन्न, आज मैले स्क्रोल गर्दै थिएँ कि यस्तरी कि फेसबुक के एउटा केटीले के राम्री छि अरू के गर्दिने, खालि हाई गाइस मैं आज उठी खाई पिए ये जगह पे घुमी भन्छ, त्यसमा भर लाइक कमेन्ट र चाहिँ नि भ्युज आएको छ के। अझै त्यसमा चाहिँ नि भ्युज पनि र लाइक पनि कसले गरेको छ हाम्रै साथीभाइहरू के केटाहरू के। त्यही कारणले चाहिँ मलाई त मनै मर्यो यार, छोरा मान्छेको केही ट्यालेन्टको कदरै छैन यार। हामी चाहिँ यहाँ मरी चाहिँ नि स्क्रिप्ट लेख्ने प्र्याक्टिस गरेर चाहिँ नि भिडियो बनाउने, तिनीहरूले चाहिँ खालि हाई गाइस भन्दैमा काफी छ। त्यही कारणले म त भन्छु यो जन्ममा छोडिदिउँ कि हामी, जब आउने जन्ममा हामी तर म केटी बनिन्छ नि तर बल्ल बनाउने, त्यहाँबाट चाहिँ नि भ्युज पनि फालाफाल लाइक पनि फालाफाल, हाम्रै साथीहरू चाहिँ नि सबै एमै घुस्छन् नि फेरि। त्यही कारणले यो सन्डेबाट भाइ छोडिदे वाक्कै लाग्यो यार मलाई त। ए दाइ त्यसो भए त साडी लगाएर त मै नाचिदिन्थेँ नि, खालि धारी छ भनेर मात्रै त हो नि। यस्तो सब कुरा छोड्नु के दाइ। अनि सुन्नु न भिडियो बनाऊँ के, अरूले जेसुकै बनाउन्, जेसुकै हेर्न छैन हेर्दैनन्, हाम्रो चाहिँ आफ्नो मन लागेको कुरा चाहिँ गर्नु परेन दाइ। हेत तेरिका अरूले जेसुकै सोच्न दिनु नि, त्यस्तो मन मरेर थोरै हुन्छ। जाम के दाइ जाम, ए जाम के दाइ, ए भयो के ए जाम के दाइ यार भिडियो बनाऊँ यार, त्यहाँ जाम।